हेलो एभ्रिवान, गुड मर्निङ, वेलकम टु माई न्यू ब्लग। आज नयाँ वर्षको दिन, सम्पूर्ण नयाँ वर्षको शुभकामना। आज हामी अब यस्तो एकछिन बाहिर निस्किँदैछौँ नयाँ वर्षको दिनमा। कहाँ कहाँ पुग्छु म तपाईँलाई देखाउँछु साथीहरू। आज यसो नयाँ वर्षको दिन बाहिर घुम्न जान लागेको दुईजना दाजुभाइ। कहाँ कहाँ पुग्छु तपाईँलाई देखाउँछु ल। हेलो एभ्रिवान, म अहिले मेरो भान्जीको बिहेमा आइपुगेको छु। भान्जीको बिहे छ आज नयाँ वर्षको दिनमा। नयाँ जीवनको सुरुवात गर्न लाग्नु भएको छ भान्जीले। भान्जीलाई वैवाहिक जीवनको हार्दिक शुभकामना। भान्जीका बिहेका झलकहरू यहाँ छन्। यहाँ त तिम्रो भाइहरू पनि लागेन त, त्यही बाबुहरू कहाँ गए? छन् पछाडि। बराबर रहेछ दुलाहरूलाई। ओम सुसमिद्धा यशो चिखे घृतं तीव्रं जुहोतन अग्नये जातवे। अहिले म हाम्रो गाउँमा भइरहेको कुट्यु माघेमा आइपुगेको छु साथीहरू। आज यहाँ अलिकति थोरै दान गर्ने प्लान गर्नुभएको छ बुवा आमाले, त्यही भएर म यहाँ आइपुगेको छु। उहाँका दुईवटा सन्तान छन्, उहाँहरूको अहिलेसम्म जातकर्म संस्कार भएको छैन। हजुरले गएर नामाकरण गरिदिनुहोस्, नाम राखिदिनुहोस् भनेर भन्दाखेरि गर्गलाई पठाउनु भयो। गर्ग ऋषिलाई पठाइसकेपछि आउनुभयो गर्ग ऋषि। अनि गर्ग ऋषि आइसकेपछि बेलुकाको समय बलाधिक्याद बलम विदुः सानीमाको छोरा ठुलो आमाको छोरा ये भगवान ल त्यसो हाम्रो कपिल भाइको परिवार सबैजना नाच्नु पर्यो है। फाइनली म घर आइपुगेँ साथीहरू होइन। अब आजको ब्लग यहीँ एन्ड गर्छु। आज नयाँ वर्षको तपाईँ राम्रोसँग नयाँ वर्ष मनाउनु भयो होला। थ्याङ्क यू सो मच।